So hello everyone. आज चाहिँ हामी अनुस्को मासु बनाउन आँदैछौँ। हजुर अनुस्को नदेखौँ होला तर मासु देखाउ त रोजु कहाँ गएर लिएर आएको मासु कहाँ पुग्यो मासु पाउँदैन कि कुखुराको मासु सुँगुर मात्रै पाउँछ यहाँ। एरिया कसको नि हेर्न पर्छ ड्रोनहरु एरिया यस्तै हो। मिक्स दाल चाहिँ आज यिनीहरूलाई मिठो दाल बनाएर खुवाउँछु भनेको मलाई सुधाए म दाल खुवाउन त हामी रिसाउँदैन के रे हामी फ्राई गरेर टाइपको बनाइदिउँ अनि उयो दाल बनाउँदा टाइम पनि छ मजाले के टाइम छ आज ओ हैन अरु हैन हामीमा जाने ए नमस्ते के त्यसरी तिमी पीएमडब्ल्यूसी के थियो भने यो भनेको चाहिँ पबजी वर्ल्ड कप जस्तै हो। यहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रीहरूको गेम हुन्छ। नेपाल पनि छ। नेपाल चाहिँ अहिले थर्ड पोजिसनमा छ 4 गेम हुँदा टोटल 12 गेम हुन्छ। अनि यहाँबाट टप 5 सिलेक्ट भएर फाइनल्समा जान्छ। अनि योपालि नेपालले वर्ल्ड कप लिएर आउँछ 4 करोड तिरेर आउँछ। खै त अल द बेस्ट कम अन टिमोरो यता चाहिँ मैले कामवाली बाई ल्याएको आज एक दिन लाएर गरेर 2250 रुपियाँ रे आज मासु बनाएको मात्रै। हाम्रो मासु चाहिँ के अरे बहिनी लोकल के अरे समितिले घरबाट लोकल भाले ल्याइदिएछ आइज खानु भनेर बोलाएको हो त भनेर दाँत तिखाएर राति ब्रसस गरेर आउँछु ल त्यो गनाएको मात्रै के खाने मासु भन्दा ल हो क्या यो चाहिँ कुहियो बहिनी ला कालले भइसक्यो के भन्छ सानो पारेर राख्छु सानो त हुन्छ त त्यहाँ छैन यहाँ रातो रातो यो त कालले भयो त डरे नि तैले त्यो राखेको चाहिँ भएन के अनि कहाँ राख्नु त नि त्यो त्यो साइडमा राख्ने हो नि त खाना जहाँ चाहिँ त्यही राख्ने हो त भने हो हैन ट्याक्क पकाउने फुटा हाल्नु सजिलो हुन्छ क्या हैन त बहिनी ढङ्ग त यिनीहरूले आज दाल खान्छ जस्तो लाग्यो यस्तै पाराले मैले ल्याइदिएको मैले धोइदिएको धनिया एन्ड गोलभेडा एन्ड खुर्सानी एन्ड कस्तो रातो भएको छ हेरेर लसुनको पत्ता होइन प्याजको पत्ता सानो बान्नु को आएको गोल लगाएको देखाइदिउँ यो चाहिँ के अरे त्यो सङ्कटकाल माओवादी एट्याक हानेको गोली हानेको म्या यस्तो हड्डीबाट छिरेर भन्न यताबाट फुत्त निस्किन्छ होला नि कि यहीँ जम्यो क्या नत्र यता नि हुन्छ यता छैन फेरि कस्तो भन् न यहाँ बहिनी गोली यहाँ फ्याट लाग्यो होइन फ्याट छिर्यो यहाँ त अलिक गिली गिली हुन्छ स्प्रिङ जस्तो अनि फ्याट भित्तामा लाग्यो फ्याट आएर यहाँ फेरि लाग्यो क्या कुन गोली परेन त्यस्तो AK-47 भन्थ्यो अब कुरो हाँस भयो बुलेलीले चाहिँ लागेको खासमा यो चाहिँ यस्तो यो माछाले चिच्यो नि समिरे त्यसको यस्तोमा घाउ आएको यहाँ पितिक्क त्यसले जिस्काएर यसो गरेर यहाँ दल्दिएको मासु सरेर यहाँ कस्तो सरेर त्यसो खुट्टा नि हेर्दा पनि त्यसमा पनि ठुलो गोली छ मेरो हो यत्रो चाहिँ हेऱ्यो अहिले दाजुभाइ उस्तै उस्तै छ यो अघि कुटेको छ आज रोजोले यस्तो मिठो बनाउँछ मासु हेरिराख्नु त्यो चाटे हुन्छ भात चाहिँ कुकर कुन चाहिँ हो कुकर यत्रो भित्र कहाँ देखायो ऊ त्यो ऊ देख्न लार्ज त्यो पहाल्न त नि पहाले के हो बाबु त्यो कहिले पहालेको भन्दा हिजो कहिले पहाले हिजो सेक भइसक्यो को अनि खोइ छुरी अनि यो चाहिँ लोकल प्याज हो क्या ए लोकल लसुन यसो छिलेन आउँदैन क्या आछि यो बहिनी त सबै यहाँ तिम्रो त ढङ्ग केही छैन नि पिरो छैन भने मेरो हातै पोल्यो यहाँ नगर्नु त त्यसरी अनि गर्नु त्यसरी गर्छ नाटक छ उसको चाहिँ फेरि अर्को
के भन्नु भन्नु भनेको अप्ठ्यारो लाग्छ फर्स्ट टाइम हो अनको खाना पकाएर खाना आँटे फर्स्ट टाइम लाज नि हुन्छ है खालि लाज उसलाई सक्सक भइसक्यो उसको सबै रुम फोहोर भयो अरे अब यो आज बनायो 1 महिनाको लागि पुग्छ 1 महिनाको लागि पुग्छ अब 1 महिनासम्म यसले फोहोर बनायो यिनीहरूले फोहोर बनायो यिनीहरू खानै दिँदैन अबदेखि बोलाउँदिनँ अघि जा भन्दै थिएँ अघि जा भन्दै थियो गइसक्थ्यो अघि तेरो यस्तो रिस भएको भयो त हामी जान त अहिले होइन अघि हामी चाहिँ गइसक्थ्यो भने नि अब त नजर मेरो साथीहरू यार तिमीहरू बिना मेरो लाइफ अधुरो छ हामी गयो भने अर्को भेटाउँछ होला साथीहरू त्यति साह्रो पनि छैन कहाँ मऱ्यो दाँत मात्दैछु भन्थ्यो हेर त्यति के भनिरहेको छ तेरो दाइले सत्य कुरा हो घरबाट बाउले के अरे लोकल कुखुरा भाले पठाइदियो भने हो त्यसो म दाँत माझेर आउँछु ल अनि म दाँत तिहार आउँदा पनि खानुपर्छ दाजुभाइ भन्दै थिएँ तिमीहरू आएछ भनेर थाहा थिएन सुरुमा अनि मैले भनिसकेको थिएँ त त्यही त सुरुमा थाहा थिएन भनेको हो मैले भन्दा अनि पछि भनेको आयो त्यो आउने बित्तिकै यस्तो हुन्छ कि त्यही अझैसम्म पाएको छैन हुन्छ अनि लोकल भाले अलिक टाइम लाग्दो रहेछ म हामीलाई थाहै थिएन लोकल भाले हो भन्दा बल्ल सवारी हुँदैछ मान्छे सवारी भयो तिमीलाई कसैले के मलाई कसैले भन्नु घिच्ने क्या अहिले ला अब त्यसले लिएर आउनुपर्छ नि त लङ टाइम नो सी कालो रहेछ कस्तो प्लास्टिकको कप क्या अब अरू कप छैन प्लास्टिकको म त कुक्छु के हाल्नुपर्छ तिम्रो दालमा त्यो दालमा के हाल्नुपर्छ भन लसुन प्याज गोलभेडा दाल पनि बनाउने डब्बा त ल्याएन नि त नि डब्बा त तैँले पछि भनिस् अब यहाँ हेर यहाँ प्याज काट्ने तिमीहरूलाई आशा आयो भने चाहिँ प्याज काट्दा होइन ओए म त रिमुभर पनि ल्याउनु बिर्सेछु के हुँदैन त्यसलाई हेर्नु यस प्लिज प्याज काट्दाखेरि जहिले आशा आयो मेरो आशा आयो कसरी भन्छ नि हामी के गर्छ प्याज आई नो द ट्रिक ला त ला पछाडिको पुच्छर नकाट्ने हो आई नो मैले ट्राई पनि गरेको साँच्चै आँसु आएन नि तर पछि त्यो काटिसकेपछि त्यो यता साइडमा कस्तो पोलेको थियो आमा दली छ ल अनि कस्तो पो थियो बिर्स्यो यस्तै साइडबाट सब त्यसरी काट्नु यसलाई चाहिँ नछिने यसलाई चाहिँ यो पाङ्ग्रेलाई होइन पहिला बोक्रा निकाल साथी त्यसरी काट्ने यसलाई चाहिँ नछुने क्या बुझिन यसलाई नखाने रे त्यही भएर तन नखाने भने त को हामी खान्छौँ किन नखाने खेले नखाने भन्दै थियो कसले अघि त्यहाँ सोध्दाखेरि को खाइहाल्छ नखाने रिसा गरे म त भोग लगाएर नि एउटा लेस पनि खाएको भाला दुइटै एकैचोटि हाल्नुपर्छ क्या फेरि वाउ मासु लुकिङ ग्रेट रोजले बनाएको मासु टेस्ट चाहिँ कस्तो हुने हो नुन पुग्ने नपुग्ने चाक हो एउटा गोथे चाक त पखालिस हो हाल्नु जान्दैन यो मुला भयो पखालिस चामलले गनाउँछ साँच्ची पखालिस यो वाउ ओरिजिनल टेस्ट हामीले कोही बेला ओरिजिनल खाँदै हो त कहाँ अर्कै हुँदो रहेछ कहाँ भाडपिटमा आएको छ क्या हो 80 रुपियाँ कति हो तर क्यानको थोरै कति एमएलको मलाई थाहा थिएन त 80 ml कति आयो चाखा त थियो यसो बहिनीहरूलाई दिउँ छैन एक्लै हेर
के चाहिँ बक हान्न नपाए नि फेरि मैले सिकेको हान्छु ठुलो हडा मुखमा चाहिँ हान्न पाएँ धेरै यता यता साइडमा नदेखेर हान्छु भनेर गेम पो खेल्दै रहेछ कहाँ चम्ची निकालेको त म देख्दै देख्दैन नि है एकचोटि ट्राई हान्नु म हान्ने हो क्या तिमी थाहा होइन आउन स्पाइकिङ हो यो भनेको खोइ त नि भने लोअर यो भने मिड माथि टाउको भनेको हेड तिमीले चाहिँ कहाँसम्म जान्छ कहाँसम्म जाँदो रहेछ नसिका न हानिहाल न कस्तो लाग्छ हौ यसले कसरी हान्छ सानो बाबु खुट्टा अनि कस्तो हान्छ हौ यसले यहाँ हुनुपर्छ अरे हात यसो गरेर हान्छ त खुट्टामा जहिले हान्दाखेरि यसरी हान्नुपर्छ अरे यसो गरेर नि ट्याङ्ग हानिहाल्छ मैले यसरी हानेँ नि यहीँ हुनुपर्छ मैले चाहिँ यसो गर्छु क्या हाने बित्तिकै फेरि हाने बित्तिकै ल्याइहाल्नु पर्यो ल्याइहाल्नु पर्ने यसरी दिइहाल्नु पर्ने थियो क्या होइन मैले चाहिँ यसरी हानेँ यदि छोडिदिनु यहाँ ड्याममा हेर्दा दिइहाल्छ ट्राई गरेर त्यो चाहिँ यसरी हान्ने होइन बसले त्यो हेर त्यो जहिले यहाँ अरे त्यहाँ चाहिँ अब यहाँ सिक्दाखेरि चाहिँ क्या राम्रो लाग्छ है त्यहाँ सिक्दा त औडा लाग्छ नि हो स्याडो बक्सिङ गर भन्छ क्या हान त स्याडो बक्सिङ साँच्ची कस्तो स्याडो बक्सिङ स्याडो एक्लै खेलिराख्ने एउटै खेलिराख्ने खेलिराख्दा एकचोटि कमल यो कट्टु मेरो कट लाउँछ एकचोटि स्याडो भनेको राम्रो राम्रो स्याडो बक्सिङ भनेको स्याडो भनेको मुखमा हान्न आउँछ स्याडो बक्सिङ भनिरहेछ त जिरो स्याडो बक्सिङ बोक्स त के कसलाई अत्तिमा धागो किन भाइले बनाएको आफै बनाउनु तेरो पो खाँदा सक्यो बक्सिङ आज कति छाक पकाएको छ अलि धेरै छ नि त बाबु त्यहाँ आज मान्छे छाक धेरै छ नि त हुँदैन क्या त्यस्तो सिटी जान्जेलसम्म ठिक्क हुन्छ क्या पाखै सिटी खोल्यो भने चाहिँ तैँले 2-3 सिटी अझै लाएर खोल्यो भने खोले कुकको छोरालाई बन्द गर्दै कुकको छोराले हो छसेको त हो पस्ने आएको त्यसलाई यो बहिनीले माया कस्तो साह्रो हान्थ्यो त्यो फ्यान खोल्न एकछिन यत्रो फ्यान खुट ल्याइरहेछ तिमीहरू खोल्दैन मलाई जेठलाई यो तर गर्दैन आइज है तेरो मैले बनाएको दाल देखा न सेक्सी छ नि एउटा खोर्सानी नि हाले जसलाई पक्रियो अब खोर्सानी सिटीलाई पग्लो नुन कस्तो चाख्नु पर्यो गाइस कहिले बेच्नु यार भर्खर खाएको पिरो बना भने यसले अनि त्यो भिडियोमै छ त्यस्तो धेरै भिडियो पनि छैन त चिला दाल पिरो पिरो भयो नि केही हुँदैन लु देखा त देखा यो त दाजुभाइको झगडा पानी यो त त्यसै तलमा पिरो चटपटी खाएको त मिठो भएको छ मेजोरिटी हेर नि आफ्नै पिरो खानेहरू त खोर्सानी चपाउने हो नि त चपाउनु र त्यसमा टेक्सचर हेरेर बनाउने होइन क्या तिमी पिरो खाँदैन भने यादै होइन नि यसले त्यो पखालेर दिँदै मासु अन्त दादा नि अलिअलि कम हुन्छ हालेको पिरो हो धेरै पिरो भयो ठिकै इजी हो भन्दै के खोज्यो तर मिठो त मिठो छ है कहाँ साइडमा कतिको पिरो छ साइडमा कतिको पिरो छ गोथु पिरो छैन इजी हो म त अझै खोर्सानी भए टोक्थेँ तर यहाँ अलिक पसिना आए जस्तो लाग्यो मलाई हो तिम्रो त केही भएन छेउटुक पनि डालेर जा भाज्यौ भोलिलाई राखेन मासु मारेछु
भन्नुभयो मलाई भोलि खाना पकाउने गरी बनाएको थियो कि हामीले चिन्ता नगर सबै खाएर जान्छ सबै खाएर जान्छ क्या हामी चिन्ता नगर अघि त्यो मसला पिरो छैन भने तिमी नै पिरो पिरो छैन भने अनि पछि तैँले फेरि मैले पिरो छैन भने फेरि हालेको छु हालेको मर्दो रहेछ पिरो छैन भने त हालिन होला फेरि हालिन हौ साँच्ची हालिन ठुलो साँच्ची हाल्छ नि त पिस्तारी है पित्तै छेल्छ भोलि गर्छ धम त छ खान्छ एक हक्से हाल्नुपर्छ Thank you for watching the video. के भिडियोको मुस्क पारेको कहिले भन्नु मतलब थ्याङ्क यू फर वाचिङ मात्रै भन्नु थ्याङ्क यू थ्याङ्क यू फर वाचिङ Thank you for watching. This is Rojo Shrestha रोज श्रेष्ठ फेरि श्रेष्ठ बनाइस् and our crush is Kami.